स्पेसली म फर्स्टमा चाहिँ 11 क्लासको भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले हाम्रो निम्ति गर्नुभएको यो फेयरवेल प्रोग्रामको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी हाम्रो सबै टिचर्सहरूलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले आजसम्म हाम्रो निम्ति गर्नुभएको हरेक कुराको निम्ति तपाईँहरूलाई म धन्यवाद भन्न चाहन्छु। त्यसपछि म हाम्रो कम्युनिटी टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो अहिले कम्युनिटी टिम चेन्ज भएकोदेखि चाहिँ हाम्रो स्कुलमा अनि कलेजमा पनि धेरै कुराहरू चाहिँ डेभलप हुँदै आइरहेको छ। धेरै कुरामा चाहिँ हामी अपग्रेड हुँदै आइरहेको छ अनि मलाई आशा पनि छ हाम्रो कम्युनिटी टिमले चाहिँ अझै आउँदै गरेको दिनहरूमा पनि यसरी नै यो स्कुललाई यो कलेजलाई चाहिँ लेभल अप पार्दै जानुहुन्छ भन्ने पूर्ण आशा राखेको छु। अनि म क्लास 11को भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूलाई चाहिँ सर र म्यामले गाली गर्दाखेरि चाहिँ कति किसकिस गरेको कति गाली गरेको जस्तो लाग्छ होला, कति रिस उठ्छ होला, तर तपाईँहरूले लास्ट मोमेन्टमा आएर चाहिँ रियलाइज गर्नुहुन्छ कि त्यो सबै कुरा चाहिँ टिचरहरूले चाहिँ आफ्नो लागि होइन तर हाम्रो लागि भन्नुभएको हो भनेर। त्यही भएर क्लास 11को भाइ बहिनीहरूलाई राम्रोसँग पढ्नुहोस् भन्न चाहन्छु। अनि म अन्तमा के भन्न चाहन्छु भने हामीले चाहिँ क्लास 12को एजुकेसन र म्यानेजमेन्ट मिलेर चाहिँ हामीले क्लास 12लाई पढाउनु हुने टिचरहरूको लागि चाहिँ सानो गिफ्ट चाहिँ रेडी पारेका छौँ। अनि त्यो गिफ्ट ल्याइदिनु हुनको लागि म एजुकेसनको चन्द्रालाई अगाडि आइदिनु हुन अनुरोध गर्दछु। अनि म यो समयमा चाहिँ क्लास 12को टिचरहरूको नाम बोलाउनेछु, तपाईँहरू अगाडि आइदिनु होला। नारायण सर, रिना म्याम, सन्तोषी म्याम, बद्री सर, नन्द सर, रामकृष्ण सर, सुदर्शन सर, सुरज सर, विनय सर, सबैजना हाम्रो क्लास 12लाई पढाउने टिचर्सहरू अगाडि आइदिनु होला। ताली पुगेन है, अझै ताली जब म तिम्रो उमेरको थिएँ म हाई जम्प र लङ जम्पमा च्याम्पियन थिएँ, तर तिमीहरू त डेबिटबाट क्रेडिटमा पनि जम्प गर्न सक्दैन। Thank you very much, sir. You taught us to be friends with debit and credit. Now our life feels like in balance sheet. भिडियो यो म्यामले सिके गर्छ अनि कसरी गर्नु त। सर्वप्रथम त म यो सरप्राइज गिफ्टको लागि हाम्रो क्लास 12को म्यानेजमेन्ट र एजुकेसनको भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले सधैँ भन्ने वर्ड चाहिँ यहाँ युज गरेको रहेछ, फेल होला है, फेल होला। Thank you, ma'am, for teaching us economics so well. Now even supply and demand argue less than we do in class. We really appreciate your patience with our limited knowledge and unlimited confusion. दिदी त्यहाँबाट गर्दिन फोटो र भिडियो सँगै फोटो पनि खिच्दियो रे। सरको डाइरेक्सन खिच्छु। आज यो हाम्रो विदाई कार्यक्रममा जुन कक्षा 12 का
भाइ बहिनीहरूले यो एउटा सरप्राइज गीत दिएर हामीलाई आश्चर्यचकित बनाउनु भएको छ र यहाँ कति हल्ला गरेको नगर भन्ने शब्द मैले धेरै दोहोऱ्याउँछु मैले सामाजिक अध्ययन पढाउँदै गर्दा तपाईँले समाज इतिहास र भूगोल यति राम्रोसँग बुझ्नु भयो कि अब त पुराना राजा महाराजा पनि आफ्नै साथी जस्तो लाग्छ। राम्रो पढाउने तरिकाको लागि धेरै आभारी छौँ। अब अर्को सल्लाह धेरै धन्यवाद। बोली वचन जे छ त्यही नै यहाँ एकान्छीहरू कति हल्ला गरेको तपाईँले हामीलाई नेपाली विषय मात्र होइन राम्रो सोच र सही बाटो पनि सिकाउनु भयो। तपाईँको मिहिनेत धैर्यता र माया कहिले बिर्सने छैन। हृदयदेखि धन्यवाद। गुड मर्निङ मात्रै हो अहिले त हाम्रो जबरजस्ती उठाउनुहुन्छ क्लास बाहिर अब धन्यवाद कक्षा 12 का भाइ बहिनीहरूलाई। यस्तो आउँछ भन्ने चाहिँ मैले अपेक्षा गरेको थिइनँ, किनभने अगाडि यस्तो भइरहेको थिएन। अहिले चाहिँ अब विद्यार्थी भाइ बहिनीहरूमा धेरै होइन अब शिक्षक आफ्नो संस्था शैक्षिक संस्थाप्रति चाहिँ अलिकति लगाव माया प्रेम भाव सद्भाव सम्मान चाहिँ बढ्यो हो कि जस्तो मैले अलिकति बढी महसुस पनि गरिरहेको छु होइन। पहिला पनि नभएको होइन, तर पनि अहिले चाहिँ अब प्रस्तुत गरेको भएको कारणले मैले यहाँ बोल्ने शब्दलाई चाहिँ यहाँ कति बोले कति बोल्या निदाको हो कि राति सुतेन? धन्यवाद सर, तपाईँले हामीलाई यति राम्रोसँग पढाउनु भयो कि अब त कक्षामा सबै कुरा बुझिन्छ तर परीक्षामा भने सबै बिर्सिन्छ। कम्प्युटर सर बीच में नबोल्नुहोस् है त, बीच में मत बोल। हामीले क्लासमा बसेर ट्राइङ पनि गऱ्यो होइन, कसलाई गऱ्यो होइन यस्तो ट्राइङ पनि गऱ्यो, रमाइलो गऱ्यो। Grateful to my computer sir. Because of you, I know what Control C and Control V is. Now life also feels copy paste sometimes. English and London sir. धन्यवाद भाइ बहिनीहरू। मैले बोल्ने शब्द लिसन डोन्ट मेक नोइज भन्ने मैले चाहिँ क्लासमा लिसन डोन्ट मेक नोइज प्रायः भन्ने यही नै हो। कपी गरेको नि त, धन्यवाद। Thank you sir, you taught us English so well. Now I understand grammar but still get confused in real life sentence. Sudarshan sir.
Okay. Good morning, everyone. Best of luck for you all. Okay. This school system is so bad. We might as well start planting potatoes now. Sir's English class, 20% grammar, 80% golf. Thank you, sir, for teaching us in your unique and fun way. Sir, please be ma'am. सबैजनाले बेस्ट अफ लक सबैजना पास नभएर हल्ला नगर अझ हल्ला गर अझ हल्ला गर धन्यवाद म्याम, तपाईँले हामीलाई केवल विषयहरू मात्र होइन राम्रो मान्छे बन्ने तरिका पनि सिकाउनु भयो।